हेलो माई युट्युब फ्यामिली मेम्बर्स वेलकम एन्ड वेलकम ब्याक टु माई च्यानल अगेन। अनि आज भने चाहिँ बिहानखेरि हामी खरायोको खोर बनाउन आँटेछ। म र यहाँ मेरो भाइले खरायोको खोर बनाउन आँटेछ। सो हाम्रो खरायो खोर चाहिँ अलमोस्ट लडिसकेको छ नि त, त्यो कति वर्ष भयो बनाएको। अन्त हाम्रोमा चाहिँ 3टा खरायो थियो होइन, 3टामा एउटा मोड्यो अनि फेरि 2टा थियो, 2टामा फेरि अस्ति भर्खर एउटा के भएर मोडै आएको छैन। अन्त अहिले चाहिँ एउटा मात्रै छ नि त। अनि त्यो खरायो खोर बनाएको चाहिँ निकै भएको थियो। सो त्यो चाहिँ अहिले पुरै त्यो मक्केर यस्तो कोल्टे भइरहेछ कि, अन्त त्योवाला चाहिँ फेरि अब बनाउनु पर्ने होइन। अनि आज चाहिँ भाइ र म भएर बनाउँछ। सो गाइज हेर्नु होला मेरो ब्लग अन्त्यसम्म अनि माया देखाइदिनु होला। डु लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब टु द च्यानल। बाई बाई। हाम्रो कन्डिसन हेर्नु होला खरायोको। यो कन्डिसन यस्तो भएको चाहिँ, यो चाहिँ घ्राप्पै भाँच्चेछ कि यहाँनिर चाहिँ, अनि कोल्टे भइरहेको छ होइन। अनि एउटा मात्रै छ यहाँ खरायो चाहिँ। हेलो हेलो। सो हेर्नु होला गाइज पुरै गइसकेको छ खोर चाहिँ, अब बनाउनु पर्ने छ, हेर्दै गर्नु होला। सो गाइज अनि अहिले चाहिँ जाडो जाडो अवस्था भइल्यो। मैले चाहिँ यहाँ भएको कारणले गर्दा हुडी लगाएको, हुडी पनि मैलै छ। हेर्नु न, जान्दैन यो दाकै जानु मान्दैन, कफी घोप्टेको हो कि जानै मान्दैन, यस्तो ड्याम्मै लागेको छ होइन। अनि हिजो चाहिँ भन्नु न, मैले दिउँसो चाहिँ घाम लागेर चाहिँ मेरो लुगा धुनु थियो नि त, मैले यति बेसी लुगा धुएको थिएँ, यति बेसी लुगा धुएको थिएँ। बेलुका पानी नपरोस् भनेको थिएँ, पर्नु त परेको थिएन, तर राति 10 साढे 10देखि चाहिँ पुरा पानी पऱ्यो। अन्त मेरो सुकेको लुगा पनि डल्लै भिज्यो, डल्लै भन्नु पानी चाहिँ तर्केको थियो भनौँ न। अनि अहिले पनि उहाँनिर लुगा हेर्दै मलाई साह्रो माया लागेर आउँदैछ कि, उहाँनिर घर पछाडि होइन भक्कु लुगा सुकाइरहेको थियो कि। अन्त अब दिन पनि हेर्नु न के भएको, यो दिन यस्तो छैन हौ, घामै छैन हेर्नु न। अनि यस्तो हरेस लाग्यो मलाई, अब टन घाम लागेको पनि हुन्थ्यो, मेरो लुगा दामी सुक्थ्यो होइन। मलाई मेरो लुगाको पुरा माया लाग्छ नि त, त्यही भएर अब सेतो लुगाहरू छ प्रायः होइन, टिकटिके लाग्यो भने फेरि औरै हुन्छ नि त, फेरि कहाँ कहाँ जाँदा लाउने लुगाहरू हो कि। अनि घामै लाग्दैन, हरेस लाग्यो। अब खरायो खोर बनाउनु पर्छ। अब यो खरायोलाई छोप्नुको लागि चाहिँ हाम्रो चाहिँ डोकोहरू निकै थियो कि, कता कता गइछ हो। अनि भाइले तल्लो घर त्यसको घरमा गएर डोको लिनु गएको छ। डोको लिएर आएर खरायोलाई त्यहाँ छोपेर चाहिँ फेरि बनाउनु पर्ने हुन्छ। बाई बाई। अब यहाँ खरायो पक्रिनुपर्छ होइन। उयो अब यी झन्डै लड्यो हौ फेरि पनि। ओइ भाग्छ है, कति क्युट छ हेर्नु गाइस। खरायो चाहिँ निकाल्नु पर्यो भनेर चाहिँ भाइले चाहिँ यहाँनिर खोरभित्र पर्छ। खोर त मैले भने नि यो साह्रो उयो भएको छ भनेर, डेलिकेट एकदम मक्केर नि कस्तो भयो। अनि यहाँ हेर्नु न, यहाँनिर खोस्रेर कि देख्दैन रहेछ, यसमा हल्का मात्रै देख्दो रहेछ, कस्तो खोस्रेर रातै यस्तो बनाइदियो नि, कस्तो लामो खोस्यो कि। अन्त भाइको पनि यस्तो डाम्बा उठिरहेको छ, ड्याम्मै खोस्यो, ब्याकी खाने कि। अनि मैले चाहिँ फेरि छोड्दा म गर्छु भनेर चाहिँ मैले चाहिँ टिपेँ होइन, मलाई पनि ब्याकी खाने। अन्त नि चाहिँ बिस्तारै मैले उयो गरेँ, यस्तो 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 गर्दा मैले डोकोमा हालेँ होइन। अब यसलाई चाहिँ त्यही अलिकति घाँस हालिदिनु पर्ने हुन्छ। सो हामीले यो रिपेयर गर्नुपर्ने हुन्छ, रिपेयर होइन नयाँ बनाउने, अब यो डल्लै भत्काएर कि। सो या गाइस त्यही हो। कस्तो मजाले बसेको नि, यसरी चलाइरहेको थिएँ कि। मेरो कति गइरहेको छ नि गाइस, अनुहार यस्तो ड्राई भइरहेछ मेरो। अनि मैले कपाल कोरेको छुइनँ, सो मेरो कति गइरहेछ यहाँ गाइस, द्याट्स अल। अनि खरायो चाहिँ यहाँ छ। अब यहाँ घाँस खान्छ एकछिनको लागि, त्यहाँदेखि खोरमा फेरि। सो गाइस अहिले भने चाहिँ म चाहिँ खुर्पा लिएर आएको। अब त्यो के भन्छ, खरायोको खोरको टट्टी चढ्नुको लागि मल हुन्छ भनेर चाहिँ बोरामा हाल्नु पर्यो भनेर चाहिँ लिन आएको। भाइले चाहिँ हाल्दैछ कि ग्लोभ्स लगाएर हातले नै। अनि मैले खुर्पाले झन् सजिलो हुन्छ भनेर चाहिँ अब झन्डै लड्यो लिएर आएको। मेरो लुगाहरू हेर्नु न, डल्लै चिसो छ। हे कुम्फु खाथे खेल्ने भयो, आउनुहोस् ल गाइस। अनि अहिले भने चाहिँ बाँस काट्नुको लागि आएको। माइन्ड नगर्नु होला मेरो हालत देखेर, यस्तै हो म घरमा। अनि के भन्नु आएको थियो भने, बाँस काट्नु गएको, सानो सानो बाँस रहेछ। सो हामीलाई अलिक छिप्पेको बाँस चाहिएको छ। अनि चाहिँ आडी र उहिले बम्बो बोकेर हिँड्दैछ होइन। सो त्यहाँ पाएन। अनि अब उतापट्टि जानुपर्ने छ। अनि घर पल्लोपट्टिको छिमेकी साथी आउँदैछ अरे, सँगै पढेको नि त, अनि आउँदैछ अरे घुम्दै। अनि ल ठिकै छ हौ भनेको, आधी बाटो आइपुग्यो अरे होइन, उयो पर त आइपुगिहाल्छ। यस्तो भइरहेछ नि त कति, त्यही भएर हो गाइस होइन। अब या गाइस अब जान्दैछु अब अर्को जग्गा। आइसकिसकेको छ हाम्रो भोटिङ साथी, आइसकेको छ दिसङ। अब कुकुर देखेर कल गरेको रहेछ भर्खर, तर नेटवर्क छाप्छुक कारणले
मैले सुन्न सकिनँ साथी तिमीलाई। यो चाहिँ अस्ति हावापानीले हो यो रुखहरू लडाएको चाहिँ यत्रो यहाँ हेर्नु होला। छिमेकी साथी हेर न यता एकदम शर्मिला छ नि त फेरि शर्मिला हुनुहुन्छ। जुगा आयो तिम्रो बोलाउनको मलाई। हम इधर बाँस काटने के लिए आया है तो काट रहा है तो मैं इधर बैठ रहा हूँ करना कुछ नहीं है। बाँसघारीमा आउनु चाहिँ यस्तो पिर लाग्छ कि हेर्नु नि मच्छर यस्तो आउँछ कि अझै हाफपेन्टमा छु नि त म माथि चाहिँ अघि जाडो भएर हुड लाग्यो हाफपेन्टमा छु कि अन्त मच्छर साह्रो बेसी आउँछ। अब एउटा बाँस काटेर खाँबाको लागि त्यो लगेर त्यहाँदेखि बिमहरू जोडेर खोर बनाइन्छ टक्क लागेर ओ लड्यो 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 गयो 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 डुम डु ओ त्यो फुट्यो त फुट्यो ला फुट्यो छै त्यो फुट्यो त अनि त्यो काट्न ए लड्यो अब जाउँ भनेको त फुटेन बाँसै हेर्नु न फुट्यो अड्क्यो ऊ माथि ऊ यस्तो फुट्यो नि ऊ दुईवटा चेरा भयो हेर्नु त दुईवटा चेरा भयो ऊ माथि अड्क्यो कस्तो एस्थेटिक देखेको है यहाँनिर यो गाइस व्हाट्स अप monkey in front of my eyes ओइ 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 झन्डै थिच्यो तँलाई कहाँ थिच्छ मलाई हाम्रो मिस्त्री भाइ है मेरो पर्सनल पिए हो पिए मिस्त्री भाइ ल गाइस हेर्दै गर्नु होला। सो आलीले काट्दैछ यहाँ बाँस फुटेर हाउडै भयो त्यही हो गाइस। ऊ तल मेरो घरहरू देख्नु हुँदैछ होला बाहिरबाट हेर्दा चाहिँ फेरि अनौठो अनौठो देख्छ किनभने चाहिँ च्यादरको छ होइन अनि भित्र गयो भने चाहिँ फेरि खतरा छ कि तर मलाई साइकल लाग्दैछ त्यो खरा चाहिँ कुकुरले भिच्कायो भनेर डोगोमा हालेर ढुङ्गा राखेर अचानक छोपिरहेछ नि त मतलब राखिरहेछ। अहिले चाहिँ हल्का घाम लागेको अवस्था भयो गाइस हल्का हल्का लुगाले पनि घाम देख्नु पायो ठिकै हो गाइस। सो गाइस हाम्रो चाहिँ प्लान के भएको छ भने चाहिँ डिस्टर्ब गऱ्यौँ अहिले 12 साढे 12 1 बजीतिर चाहिँ दिसङ आउँछ परबाट होइन अनि झालमुरी खानु भन्नुभएको छ किनभने पहिला चाहिँ हामीले पुरा हप्तामा खाइबस्थ्यो नि त 2-3 पल्ट झालमुरी पुरा खाइबस्थ्यो हुनु त जङ्क फुड मेरो लागि चाहिँ अब अलिकति मिल्दैन तर अहिले म क्लास पनि गएको छुइनँ सो त्यही भएर चाहिँ पहिला चाहिँ खान्थ्यो होइन यसको हो अनि त्यही भएर चाहिँ अब हामी चाहिँ त्यो बयममा भिजाएको डल्ले खोर्सानी अन्त भकिम्लोको चुकहरू हालेर चाहिँ हामीले खान्थ्यौँ नि त अनि लास्टमा जाँदा त्यतिखेर ओपर मिठो पाराले खान्थ्यो तर दिसङ्गमा खान्थ्यो मैले यहाँ खोर्सानी लिएर जान्थ्यो चुकहरू होइन त्यो खोर्सानी चाहिँ यस्तो हुन्छ नि तेल हाल्यो त्यहाँदेखि खोर्सानी हाल्यो अन्त एकछिन राखेर हाल्नुपर्छ कि दामी हुन्छ होइन अनि त्यो खालको बनाएर हामीले खान्थ्यौँ नि त अनि सो धेरै भएको थियो त्यसरी नखाएको वर्ष बितेको थियो अनि आज चाहिँ फाइनली 12 साढे 12 1 बजीतिर आउँछ अनि हामी खाने पैसा चाहिँ छैन कि तर खाने भने चाहिँ खाने भएन। के हो तेरो भनाइ के छ तपाईँ के भन्नुहुन्छ जान्न चाहनुहुन्छ भन्नु होला भन्नु चाहनुहुन्न अरे जनतालाई उयो दिन चाहँदैन मच्छरले टोकेर चाहिँ हेर्नु नि फोका फोका बनाइदिइसक्यो ल गाइस कति बेर बस्नुपर्ने हो अब गाइस फेरि म तपाईँहरूको माझमा आइसकिसकेको छु यहाँ हेर्नु होला बाँसमा नापेको ए ठिकै हुँदो रहेछ यहाँ भाइ म चाहिँ यहाँ बाँसमा बसिरहेको छु नि त यस्तो निकालेको ला झन्डै बम्फोकले काट्यो यस्तो निकालेको कि नापाइ हुँदैछ ओइ अघिको जस्तो अल्गो चाहिँ नबनाउनु है साह्रो अल्गो भयो कि अघि चाहिँ मैले फोनको एङ्गल भ्लगमा अरू बेला अरूकै प्रकारले गर्थेँ कि आज चाहिँ मैले यसरी गरिदिएको यसरी भन्नु त मिल्दैन होला यसरी तन्काएको कि कस्तो देख्दो रहेछ भनेर डल्लै देख्दो रहेछ नि त है यसरी हाम्रो यहाँ बस्तीको तिते पनि फल्दैछ वाचिपा खानुको लागि हमारा डिस है ना वो हाँ भैया जी क्या कर रहे हो I don't know guys what is happening to me भनेर हैन मलाई अल्छी लाग्दैछ नि त एक्जाम छ फेरि मन्डे यो बनाएर मेरो भाँडा धुनु छ मैले घर बढालेको छुइनँ मैले पुसेको छुइनँ चडक चिटिक चाहिँ छ कि तर बढाल्नु र पुस्नु छ अनि भाँडा धुनु छ घाम लागेको छ अलिकति भए पनि अहिले लुगाहरू मेरो अलिकति सुक्दैछ हेर्दा चाहिँ यस्तो तपाईँहरूले मेसअप देख्नुहुँदै होला तर यो चाहिँ अहिले खराएको भत्काएर यस्तो भएको यो चाहिँ अहिले चाहिँ म सनक्कै पार्छु म त्यही हो गाइस
झुकिँदैन साला टिङ टिङ टेरौ टिङ 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 ठिस खरायो चाहिँ राम्रोसँगले माने चाहिँ नमानेर होइन यसरी हामीले घिसार्दै लाँदैछ लैजा तपाईँ यसरी यहाँदेखि चाहिँ हामीले घिसारेर उता चाहिँ लिएर आयो अब चाहिँ हल्का उचाल्नुपर्छ ल खोर कम्प्लिट भएन पानी परेर सो यसलाई किचनमा फुच्चा बाहिर जा यिनीहरूले गर्दाखेरि हो नि यो खरायो डराउँछ कि पुरा यसले खेदा गर्छ नि हेर्नु नि माया लाग्दैछ कि उता बाहिर निस्क्यो हुँदैन भित्र हिलो लिएर उयोहरू न इन्कम्प्लिट सोच्नु न गाइस बिहानको 10:30देखिको लिएर अहिले अलमोस्ट 2:02 छ बिहानको 10:30देखि लिएर चाहिँ अहिलेसम्म चाहिँ यति मात्रै बनायो भनेर सोच्नु जस्ट गेस मैले बनाएको होइन भाइले मात्रै बनाएको एक्लै होइन ल त्यो ब्लुलाई मुनि झा न त्यसले हिल्लैसँग पसेको होला त्यो माथि पानीमा भिज्दाखेरि चाहिँ त्यो गरमले पस्न आएको बेला पानीले भिज्दा चाहिँ टाउको साह्रै चिलाउँदो रहेछ कि अब हल्का सानाकसिनी चाहिँ पारेँ होइन यहाँनिर मैले काठहरू उता उयो गरेँ अन्त यहाँनिर चाहिँ यति मात्रै बनाउनु सफल भयो आज हामी सो यसले बनाएको यसले मिस्त्री भाइ अनि अब भोलि कन्टिन्यू हुन्छ भोलि चाहिँ म हुँदिनँ म नाम्ची जानुपर्ने छ युथ सेमिनारको लागि अन्त यस गाइज अब नुहाइदै गर्नुपर्ने छ हो पानी पऱ्यो फेरि त्यही माथि अन्त यहाँ हेर्नु न ग्याङहरू यसको नाम के हो भन्दै मिस्त्री दाजु हो नि त आजको हाम्रो ल गाइस त्यही हो अब पानी पऱ्यो होइन यस्तो कोतारी हात हेर्नु न यहाँनिर यस्तो डाम्रा देख्नु हुँदै होला दुलो पो परेछ बिचमा होइन टक्कै अथा गति गयो नि गाइस अब चाहिँ उयो फेरि उयो यस्तो भइरहेछ होइन यहाँनिर यस्तो भइरहेछ है यसलाई चाहिँ अब फेरि सफा गर्नुपर्ने छ अब पानी झरीमा चाहिँ किन अनि चाहिँ यो गाइस त्यति नै हो आज चाहिँ अब त्यो खरायो खोर कम्प्लिट भएपछि तपाईँहरूलाई म नेक्स्ट ब्लगमा देखाइदिन्छु र आजको ब्लग चाहिँ यति नै थियो अनि अब नुहाइदा गरेर फ्रेस भएर बस्नुपर्ने हुन्छ तल जान्दिनँ म दोकान हो अनि पानी रोकेछ भने जानु सक्छु नत्र नजानु सक्छु सो त्यही हो गाइस हल्का भोक लागेको अवस्था अनि अब हेरौँ के हुन्छ आजको ब्लग यति नै थियो अब कम्प्लिट भएन नेक्स्ट ब्लगमा देखाउँछु तपाईँहरूलाई डल्लै बनाइसकेको किनभने भोलि चाहिँ मेरो अर्को ब्लग गर्नुपर्ने हुन्छ नि त उता नाम्ची जाँदाखेरि अनि त्यो गाइस बाबा सी यू इन माई नेक्स्ट ब्लग टिल देन स्टे सेफ होइन सो सम लभ बाई तेल बेसी भएर चाहिँ तेल बेसी भएर हेर्नु यहाँ हातमा खान्दा तेल बेसी हाली पठायो चाहिँ अलमोस्ट सक्नु आँट्यो